के सती प्रथा वास्तवमै धर्म थियो त? किन नारीमाथि सुनियोजित अत्याचार? धर्मको नाममा गरिएको जुनसुकै व्यवहार जुनसुकै व्यक्तिको स्वतन्त्रता, अधिकार र अस्तित्वमाथि आघात पुर्याउँछ त्यो धर्म होइन, त्यो हिंसा हो। सती प्रथा पनि यस्तो एक क्रूर हिंसा थियो जहाँ महिलालाई भावनात्मक, सामाजिक र धार्मिक दबावमा पारेर जिउँदै चितामा जलाइन्थ्यो। यो कुनै पुण्य होइन, नारीत्वमाथिको सर्वाधिक पाशविक हमला थियो। एकजना राजा मरेपछि 16 जना रानी सती गएका थिए भन्ने ऐतिहासिक घटना कहाँको हो र यसले के देखाउँछ? इतिहासको पानामा लेखिएको छ कि एकजना शक्तिशाली राजा मरेपछि उनका 16 जना रानीहरू एउटै चितामा सती गएका थिए। यस घटनाले देखाउँछ महिलालाई कति निर्ममता र निशब्दतासँग सामाजिक मर्यादाका नाममा बलिदान गरिन्थ्यो। त्यो चिता केवल मृत्यु थिएन, त्यो त एक विभत्सताको समाधि थियो। सती प्रथा एउटा यस्तो शब्द जसले नेपाली इतिहासको सबैभन्दा अँध्यारो र क्रूर पाटोलाई उजागर गर्छ। यो प्रथा केवल एक परम्परा होइन, यो त हजारौं महिलाहरूको चिताको खरानीबाट उठेको चित्कार हो। जब एक राजा मर्थे तिनका रानीहरूलाई जिउँदै चितामा जलाइन्थ्यो। त्यो क्षण जब चिताको रापले चिरचिर गरेर रानीको सिन्दुर र सपनाहरू सँगै जल्थे, त्यहीबाट सुरु हुन्थ्यो सती प्रथा। यो परम्परा धर्मको नाममा नारीमाथिको अत्याचार थियो, जुन नारी स्वतन्त्रता र अस्तित्वलाई पूर्ण रूपले समाप्त पार्थ्यो। सती प्रथाको सुरुवात हिन्दू धर्मग्रन्थमा वर्णित घटनाबाट भएको मानिन्छ। दक्ष प्रजापतिकी छोरी र भगवान शिवकी पत्नी सतीले आफ्नो पिताको अपमान सहन नसकेकी अग्निमा प्रवेश गरेकी थिइन्। इतिहासकारहरूका अनुसार यही घटनालाई धार्मिक रूपमा अत्यन्तै पवित्र ठान्दै समाजमा महिलालाई पतिको मृत्युपछि आत्मदाह गर्न प्रेरित गर्न थालियो। यो परम्परा शास्त्रका केही व्याख्याहरू, सामाजिक मान्यताहरू र धार्मिक भयले विस्तार पाउँदै गयो। समाजले सती हुनुलाई धर्मको सर्वोच्च पुण्य ठान्थ्यो। रानी वा कुनै पनि पतिले पतिको मृत्युपछि आफूलाई चितामा अर्पण नगरेको खण्डमा उसलाई अपवित्र, कुलखण्डिनी र अधर्मीको संज्ञा दिन्थ्यो। त्यस्तो महिलालाई समाजले तिरस्कार गर्थ्यो, घर परिवारले त्याग गर्थ्यो र जीवनयापन असम्भव जस्तै बनाइन्थ्यो। यस्तो धार्मिक अन्धविश्वासले महिलाको स्वतन्त्रता र जीवनलाई पूर्ण रूपले कुण्ठित गरेको थियो। इतिहासको पानामा एउटा रोगटा सहित बनाउने घटना छ। एक शक्तिशाली राजा मरेपछि उनका 16 जना रानीहरूले सती जानु परेको थियो। ती 16 जना महिलाहरू एउटै चितामा चढाइएका थिए। त्यो चिता केवल काठ र घिउको मिश्रण थिएन, त्यो चिता त आवाजविहीन विरोधका ज्वालाहरू थिए। रानीहरूले केही भन्न पनि पाएनन्, केही माग्न पनि पाएनन्, केवल एकपटक हेरेका होलान् त्यो चितातर्फ जहाँ उनीहरूको सम्पूर्ण जीवन धुवाँ बनेर आकाशमा हराउँदै थियो। सती जान बाध्य गराएका महिलाहरूको मनोस्थिति कल्पना गर्न पनि कठिन हुन्छ। आफ्नो इच्छा विपरीत चितामा चढाइँदा उनीहरूको मनमा के सोच आउँथ्यो होला? कसैको कोखको छोरी, कसैको बहिनी, कसैको आमा, उनीहरू केवल एक मान्यताका कारण बलिदान भएका थिए। जिउँदै जल्ने पीडा कस्तो होला त्यो सोच्दा पनि आत्मा डरले काम्छ। यो प्रथा केवल राजपरिवारमा मात्र सीमित रहेन, पछि सामान्य वर्गमा पनि फैलन थाल्यो। जब समाजले धर्म र परम्परालाई प्रश्न गर्न बन्द गरियो, तब अन्धविश्वासको ज्वरो गहिरो हुँदै गयो। विशेष गरी भारतको राजस्थान, बङ्गाल, नेपालका केही भागहरूमा यो प्रथा गहिरेर गयो। समाजका पण्डित र ब्राह्मणले महिलाहरूलाई सती जान प्रेरित गर्थे। तिनीहरूको नाममा मन्दिरहरू बनाइन्थ्यो र सती स्तब्धहरू ठड्याइन्थ्यो। नेपालमा पनि सती स्थलहरू छन् जहाँ महिलाहरू सती गएको भनिन्छ। यी स्थलहरूमा पूजाआजा गरिन्छ, सतीको सम्झनामा मेलाहरू लाग्छन्। समाजले पीडालाई पुण्यको रूपमा स्वीकार गरेको यो दृश्य साह्रै पिरलो हुन्छ। एक महिलाको चिताको हरानीलाई देवत्वकरण गर्ने यो मनोवृत्तिले सती प्रथाको ज्वरो अझ गहिरिएको थियो। यद्यपि यो प्रथा अत्यन्तै पुरानो थियो। केही विद्वान र सुधारकहरूले यसको विरोध गरेका थिए। नेपालमा राजा राम शाह, पृथ्वीनारायण शाहको पालामा पनि सती प्रथाको प्रचलित थियो, तर पछि केही शासकहरूले यसलाई नियन्त्रण गर्ने प्रयास गरे। विशेष गरी भारतमा राजा राममोहन रायले सती प्रथाको अन्त्यका लागि
ऐतिहासिक भूमिका खेलेका थिए। नेपालमा सती प्रथाको अन्त्य गर्ने निर्णय राजा चम्र शमशेरले गरेका थिए। सन् 1920मा सती प्रथा जानेलाई अवैध घोषणा गर्दै कानुन बनाइयो। अब सती जान नपाइने र जबरजस्ती सती जान लगाउनेलाई कडा सजाय हुने प्रावधान ल्याइयो। यही निर्णयले सती प्रथाको औपचारिक अन्त्य भयो। यद्यपि सती प्रथा कानुनिक रूपमा अन्त्य भयो, समाजमा यसको मनोवैज्ञानिक प्रभाव अझै बाँकी रह्यो। सती भएका महिलाहरूको पूजा, तिनको नाममा गीत कथा मन्दिर अझै जीवित छन्। अझै कतिपयले सतीलाई देवीको रूपमा सम्झिन्छन्। यो मानसिकता हटाउने शिक्षा, चेतना र समय लाग्ने देखिन्छ। नारी स्वतन्त्रता र समाजको दृष्टिकोणबाट हेर्दा सती प्रथा एक अत्यन्तै क्रूर, अन्यायपूर्ण र अमानवीय प्रथा हो। यो परम्पराले महिलालाई व्यक्तित्व, अधिकार र जीवन सबैबाट वञ्चित गर्यो। आज हामी सती प्रथालाई ऐतिहासिक भूलका रूपमा बुझ्नुपर्छ। त्यसबाट शिक्षा लिँदै भविष्यमा यस्ता कुनै पनि परम्पराले मानव अधिकारको हनन नगरून् भनेर हामी सबैले सचेत हुनुपर्छ। सती प्रथा केवल एक परम्परा थिएन, यो त इतिहासको एउटा नराम्रो पाटो थियो। राजा मरेपछि 16 जना रानीहरू चुपचाप चितामा चढेको घटना केवल एउटा दृष्टान्त हो, जहाँ नारी अस्तित्व, आवाज र जीवन सब ढाकिएको थियो। आज हामी त्यो परम्परालाई सम्झन्छौँ, भावुक हुन्छौँ र सङ्कल्प गर्छौँ कि यस्तो कहिले नहोस्। दर्शकबिन, तपाईँलाई आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनु होला। साथै आजको श्रृङ्खला तपाईँलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हामीले अपलोड गर्ने नयाँ श्रृङ्खलाको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजको लागि यति नै। अर्को रोचक श्रृङ्खला लिएर आउने नै छौँ। नमस्कार।